हाई स्वागत छ मेरो युट्युब च्यानल एक्सपोजमा। दिस इज माई न्यू भिडियो एन्ड देन आज नयाँ वर्ष पनि रहेको छ। सो हजुरहरूलाई नयाँ वर्षको शुभकामना। आजको हाम्रो भिडियोको टपिक रहेको छ क्यापकटलाई चाहिँ कसरी फ्रीमा युज गर्न सकिन्छ हाम्रो पिसीमा। सो त्यसको लागि के गर्नुपर्छ, कसो गर्नुपर्छ त म यो भिडियोमा सिकाउने छु हजुरहरूलाई। सो यसलाई युज गर्नको लागि सबभन्दा सुरुमा हामीले पिसीमा चाहिँ क्यापकट डाउनलोड गर्नुपर्ने हुन्छ। सो डाउनलोड गर्नको लागि म गुगल क्रोममा गएर हाम्रो क्यापकट जुन छ त्यसलाई डाउनलोड गर्छु, क्यापकट फर पिसी। एन्ड देन द अल्टिमेट यहाँ देख्न सक्नुहुन्छ सुरुमा एउटा लिङ्क छ, हो त्यसलाई क्लिक गरेर डाउनलोड फर फ्रीमा क्लिक गरेर हामी डाउनलोड गर्न सक्छौँ। यसलाई सेभ गर्छु म। एन्ड देन यहाँ हेर्न सक्नुहुन्छ डाउनलोड भइसकेको छ र यो डाउनलोड भएको क्यापकटलाई चाहिँ म इन्स्टल गर्छु मेरो पिसीमा। इन्स्टल हुनलाई हल्का टाइम लाग्छ, सो त्यति बेलासम्म हजुरहरूले कुर्नुपर्ने हुन्छ। एन्ड देन अर्को कुरा के छ भन्दाखेरि यो हाम्रो क्यापकट डाउनलोड भइसकेपछि पनि हामीलाई एउटा VPN-को निडेड हुन्छ। मैले चाहिँ अहिले एउटा टर्बो VPN युज गरिरहेको छु मैले मेरो पिसीमा यसलाई रन गर्नको लागि। सो हजुरहरूले पनि टर्बो VPN डाउनलोड गर्न सक्नुहुन्छ। कसरी डाउनलोड गरिन्छ यहाँ हेर्न सक्नुहुन्छ। क्रोम ब्राउजरमा गएर टर्बो VPN सर्च गरेर टर्बो VPN-लाई चाहिँ सिम्पली डाउनलोड फर पिसी गरेर डाउनलोड गर्न सक्नुहुन्छ। डाउनलोड भइसकेपछि म कुनै पनि एउटा लोकेसनको जहाँ क्यापकट युज हुन्छ त्यो लोकेसनलाई कनेक्ट गर्छु। हाम्रो VPN जुन छ यहाँ कनेक्टिङ हुँदैछ देख्न सक्नुहुन्छ। ओके, मेरो कनेक्ट भइसकेको छ। कनेक्ट भइसकेपछि हजुरहरूले आफ्नो क्यापकटलाई ओपन गर्न सक्नुहुन्छ। सो म पनि क्यापकटलाई ओपन गर्छु। हल्का टाइम लिइरहेछ, फर्स्ट टाइम खोलेर होला सायद। एन्ड देन म एउटा प्रोजेक्ट कुनै पनि एउटा नयाँ प्रोजेक्टलाई क्रिएट गर्छु। सो एउटा मैले भिडियो बनाएको थिएँ, अहिलेको लागि त्यही भिडियोलाई एउटा डेमो युज गर्न जाँदैछु म भनौँ न। ओके, यसलाई लिइसकेपछि म मेरो टाइमलाइनमा राख्छु। सो यहाँनिर टाइमलाइनमा राखेपछि देख्न सक्नुहुन्छ मेरो भिडियोको एउटा नयाँ प्रोजेक्ट खुलिसकेको छ। सो देख्न सक्नुहुन्छ अहिले मेरो भिडियो चाहिँ यस्तो छ। एन्ड देन अब यसलाई चाहिँ म के गर्छु भन्दाखेरि हल्का इफेक्ट वगेरा मोसन्स युज गर्छु। सो यहाँनिर देख्न सक्नुहुन्छ इन्हेन्स क्वालिटी, म यसको क्वालिटीलाई चाहिँ इन्हेन्स गर्छु, त्यही पनि AI-द्वारा एसडीमा म इन्हेन्स गर्छु। सो यसलाई चाहिँ हल्का टाइम लाग्छ, जाँदैछ, इन्हेन्स हुँदैछ मेरो भिडियोको क्वालिटी चाहिँ। सो देख्न सक्नुहुन्छ हजुरहरू पनि हेर्न सक्नुहुन्छ मेरो भिडियोको क्वालिटी चाहिँ इन्हेन्स भइसकेको छ। त्यो पनि मैले केही नगरी AI-ले आफैले चाहिँ इन्हेन्स गरिसकेको छ मेरो भिडियोलाई। सो हेर्नु यस्तो क्वालिटीमा के भएको छ भन्दाखेरि इम्प्रुभ भएको छ मेरो भिडियोमा, देख्न सक्नुहुन्छ हजुरहरू पनि। पहिला हल्का ब्लरनेसहरू थियो बट अहिले भइसकेको छ। हेर्नु पहिला सार्प थियो भने अहिले चाहिँ इन्हेन्स गरिसकेको छ, हाम्रो भिडियोको क्वालिटीलाई चाहिँ हल्का इम्प्रुभ गरिसकेको छ। हजुरहरू आफै डिफ्रेन्स हेर्न सक्नुहुन्छ मेरो भिडियोमा। अब अर्को यहाँ देख्न सक्नुहुन्छ रिड्युस इमेज नोइज छ। यसले चाहिँ के गर्छ भन्दाखेरि हजुरको जुन के हुन्छ नाइट सुट गर्दाखेरि हल्का सार्प ब्लर टाइपको छिरबिर टाइपको छ भने पनि हामीले चाहिँ AI-द्वारा त्यसलाई चाहिँ रिमुभ गर्न सक्छौँ, त्यो पनि क्यापकट युज गरेर। रिड्युस इमेज नोइज हाम्रो हुँदैछ, प्रोसेसिङमा छ। यो भइसकेपछि हाम्रो भिडियोको क्वालिटी जुन हाम्रो पहिलाको भिडियो र अहिलेको भिडियो हेर्दाखेरि आफै पनि डिफ्रेन्ट देख्न सक्छौँ। किनकि भन्दा लाइक पुरानो भिडियोमा चाहिँ के छ भन्दाखेरि भिडियोको सार्पनेस ज्यादा छ, अहिले चाहिँ यो नोइज क्यान्सलेसन गरिसकेपछि हल्का स्मुथ भएको छ, हजुरहरू आफै देख्न सक्नुहुन्छ। यसले चाहिँ हजुरहरूको भिडियोमा चाहिँ भनौँ न एउटा राम्रो क्वालिटी दिन सक्नुहुन्छ। अब यहाँनिर कुनै पनि ट्रान्जेक्सन राख्न सक्छु, इफेक्ट राख्न सक्छु। हजुरहरूलाई जे युज गर्नु मन छ हजुरहरूले इजी तरिकामा युज गर्न सक्नुहुन्छ। यहाँनिर अरू पनि छ, हजुरले आफ्नो भोइसलाई इन्हेन्स गर्न सक्नुहुन्छ। जस्तै अब भोइसको क्वालिटी कतै ब्याकग्राउन्ड नोइजहरू आइरहेछ भने हजुरले चाहिँ भोइसलाई चाहिँ इन्हेन्स गरेर त्यो ब्याकग्राउन्ड नोइजहरूलाई चाहिँ इजी वेमा चाहिँ रिमुभ गर्न सक्नुहुन्छ। मेरो चाहिँ यहाँनिर इन्हेन्स भइरहेछ मेरो भोइसलाई। सो इन्हेन्सिङ हुँदैछ, 56% भयो। यसलाई 100% हुन्जेलसम्म रोक्नुपर्छ हामीले। इन्हेन्स भइसकेपछि हामीले पनि अब लाइक अडियोलाई प्ले गरेर पहिला र अहिलेको अडियोलाई सुन्दा पनि हामीले डिफ्रेन्ट थाहा पाइहाल्छौँ। सो आफ्टर अल अबाउट द्याट हाम्रो मेन प्रब्लम भनेको चाहिँ हाम्रो जुन भिडियो छ एडिट गरेको त्यो भिडियोलाई एक्सपोर्ट गर्ने बेलामा आउँछ। सो त्यसैको लागि मैले यो भिडियो बनाएको। सो यसको लागि चाहिँ सबभन्दा सुरुमा हाम्रो जुन टाइमलाइनमा भएको क्लिपलाई चाहिँ राइट क्लिक गरेर क्रिएट कम्पाउन्ड क्लिप गर्नुपर्ने हुन्छ। सो यो गरिसकेपछि फेरि त्यही भिडियो क्लिपलाई चाहिँ हामीले राइट क्लिक गरेर प्री प्रोसेस कम्पाउन्ड क्लिप गर्नुपर्ने हुन्छ।
सो यसलाई गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ हाम्रो त्यही प्री प्रोसेसिङ हुँदैछ जुन हाम्रो क्लिपलाई चाहिँ हामीले प्रोसेसिङमा राखिसकेको छौँ। सो त्यो भइसकेपछि हाम्रो जुन क्लिप छ त्यो क्लिपलाई के गर्नुपर्छ भन्दाखेरि हाम्रो जुन होल टाइमलाइन छ त्यसलाई रेन्डर गर्नुपर्ने हुन्छ। सो यसलाई म रेन्डर गर्छु। यहाँ देख्न सक्नुहुन्छ हाम्रो रेन्डरिङको पर्सेन्टेज जुन 100% भइसकेको छ। अनि यति गरिसकेपछि अब हामीले के गर्नुपर्छ भन्दाखेरि मेन टास्क हाम्रो बाँकी नै छ। यति भइसकेपछि हाम्रो कम्प्युटर जुन ल्यापटप जे पनि युज गर्नुहुन्छ त्यसको किबोर्डमा गई Windows+R हाम्रो रन कमान्डलाई ओपन गरेर एप डाटालाई सर्च गर्नुपर्ने हुन्छ। एप डेटा राइट। सो यो सर्च गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ तीनटा लोकल डिस्क लोकल लो। सो हामीले चाहिँ लोकल यिनीहरू दुईटालाई चाहिँ इग्नोर गरेर फर्स्टमा आएको लोकललाई चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। सो यहाँ क्लिक गरिसकेपछि हामीले हल्का मुनतिर सार्यौँ भने क्यापकट देख्न सक्छौँ। सो क्यापकटलाई हामीले ओपन गर्नुपर्ने हुन्छ। क्यापकटलाई ओपन गरिसकेपछि फेरि यहाँ देख्न सक्नुहुन्छ तीनटा एप्स युजर डेटा र भिडियो तीनटा फोल्डर हामीले यहाँ देख्न सक्छौँ र हामीले दुईटालाई इग्नोर गरेर हामी युजर डेटामा छिर्नुपर्ने हुन्छ। सो यसलाई ओपन गर्छु। युजर डेटामा ओपन गरिसकेपछि हामीले हल्का मुनतिर स्क्रोल गरौँ भने देख्न सक्छौँ प्रोजेक्ट। सो हामीले प्रोजेक्टभित्र जानुपर्ने हुन्छ। ल प्रोजेक्टमा गइसकेपछि यहाँनिर हामीले फेरि तीनटा कुरा देख्न सक्छौँ। एउटा कम डट के छ भन्दाखेरि लेभिरेटर ड्राफ्ट छ अनि अर्को त दुईटालाई इग्नोर गरेर मैले छोडिदिउँ। सो हामीले चाहिँ त्यो बिचको जुन छ लास्टमा डट ड्राफ्ट भएकोमा चाहिँ हामीले क्लिक गरेर ओपन गर्नुपर्ने हुन्छ। एडिटर ड्राफ्ट राइट। सो यसमा गएर ओपन गरिसकेपछि हामीले जति भिडियो रेन्डर गरेका छौँ जुन फोल्डरको नाममा सेभ भएर हामीले जति भिडियो रेन्डर गरेका छौँ त्यो चाहिँ हामीले यहाँनिर फोल्डरमा देख्न सक्छौँ। सो हामीले रेन्डर गरेको फाइल चाहिँ 0.410 थियो। सो यसलाई चाहिँ मैले ओपन गरेँ। ओपन गरिसकेपछि यहाँनिर हामीले देख्न सक्छौँ रिसोर्सेस। सो रिसोर्सेसमा हामीले क्लिक गऱ्यौँ भने यहाँनिर देख्न सक्छौँ कम्बिनेसन्स अनि अडियो अलग एन्ड देन डिजिटल ह्युमन र भिडियो अलग। यसमा चाहिँ के हुन्छ भन्दाखेरि अडियो अलगमा चाहिँ अडियो मात्र रहन्छ र भिडियो अलगमा चाहिँ भिडियो मात्र रहन्छ। सो र हामीले कम्बिनेसनमा गऱ्यौँ भने चाहिँ दुइटै रहन्छ भिडियो पनि अनि अडियो पनि। सो हामी जान्छौँ अहिलेको लागि कम्बिनेसनमा। यहाँनिर देख्न सक्नुहुन्छ हाम्रो भिडियो र अडियो भिडियो रहेको छ र जो हामीले जुन भिडियो रेन्डर गरेका छौँ त्यसलाई चाहिँ कपी गरेर म मेरो क्यापकटको प्रोजेक्टमा राख्छु। सो जुन मैले रेन्डर गरेको भिडियो थियो त्यसलाई त मैले मेरो क्यापकटको प्रोजेक्टमा लिएर राखिसकेँ र सो यसै गरी मेरो अडियोलाई पनि मेरो प्रोजेक्टमा राख्छु। सो त्यसको लागि हामीले अडियो लगमा गएर स्लिम्पली हाम्रो अडियोको भोइसलाई चाहिँ ड्र्याग एन्ड ड्रप गर्न सक्छौँ। यति गरिसकेपछि जुन हाम्रो जुन अहिलेको प्रोजेक्ट छ कम्पाउन्ड क्लिप गरेको त्यसलाई कट गरेर सो हामीले त्यो जुन रेन्डर गरेको प्रोजेक्ट जुन हामीले नयाँ राखेको छौँ जुन भिडियो छ प्रोजेक्टमा राखेको छौँ त्यसलाई सिम्पली टाइमलाइनमा राखेर यसलाई एक्सपोर्ट गर्न सक्छौँ। जुन हाम्रो रेन्डर गर्दा जुन क्वालिटी थियो त्यही क्वालिटीमा चाहिँ हामीले के गर्न सक्छौँ एक्सपोर्ट गर्न सक्छौँ इजी वेमा। सो आजको हाम्रो भिडियो यही थियो नयाँ वर्षमा। सो हजुरहरूलाई नयाँ वर्षको शुभकामना। यस्तै टेक्निकल भिडियोहरू हेर्न चाहनुहुन्छ भने हाम्रो युट्युब च्यानल एक्सपोजलाई सब्सक्राइब गर्न सक्नुहुन्छ एन्ड सेयर एज वेल। सो थ्याङ्क यू फर वाचिङ एन्ड देन नयाँ वर्षको शुभकामना।